प्रदेश अस्पताल पर्वतले समाजमा विभिन्न किसिमले योगदान गरेका 4 जना व्यक्तिहरूलाई सम्मानसहित नयाँ वर्ष 2082 सालको पात्रो सार्वजनिक गरेको छ। अस्पतालमा शनिबार आयोजित कार्यक्रममा कुस्मामा बन्जी जम्प सञ्चालन गरिरहेको द क्लिफका अध्यक्ष राजु कार्की, पाङ युवा क्लबका अध्यक्ष जयराम सुवेदी, अस्पतालकी पूर्व मातृ शिशु कर्मचारी जमुना प्रधान र दिर्पा विवेक अजर अमर स्मृति प्रतिष्ठान दुर्लुङलाई सम्मान गरिएको हो। कार्कीले साहसिक पर्यटनका माध्यमबाट पर्वत जिल्लाको पर्यटन क्षेत्रलाई चलायमान बनाएको, सुवेदीले क्लबका तर्फबाट गरिब तथा विपन्नहरूको उपचारमा आर्थिक सहयोग सङ्कलन अभियान चलाएर उपचारमा सघाएको, प्रधानले 2047 सालदेखि 25 वर्षसम्म अस्पतालमा सुडेनीको रूपमा काम गरेर सुरक्षित सुत्केरी सेवा दिएको तथा प्रतिष्ठानले समस्यामा परेकाहरूलाई आर्थिक सहयोगदेखि बाढी पहिरोका पीडितहरूलाई राहत र पुनर्स्थापनामा सहयोग गरेको भन्दै सम्मान गरिएको हो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीसहित सम्मान प्राप्त गरेका 4 जना सामाजिक व्यक्तिहरूबाट संयुक्त रूपमा अस्पतालको पात्रो समेत सार्वजनिक गरिएको छ। कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष गिरीले वर्षौं अगाडिको अस्पताल र अहिलेको अस्पतालमा धेरै भिन्नता भएको बताउँदै जिल्लामा नै गुणस्तरीय सेवा दिन पाउनु खुसीको कुरा भएको बताउनुभयो। 14 बेडमा सञ्चालनको अनुमति पाएको अस्पतालले सङ्घर्षका साथ 65 बेड क्षमतामा सेवा दिइरहेको भन्दै उहाँले अहिलेको गुणस्तरलाई कायम गर्न सरकारवाला सबैको यथोचित सहयोग आवश्यक हुने बताउनुभयो। अस्पतालले डिजिटल सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरिरहेको उहाँको भनाइ छ। अस्पताललाई समुदायमा जोड्नका लागि विभिन्न अभ्यासहरू भइरहेको बताउँदै अध्यक्ष गिरीले कार्यक्रममा सम्मान गरिएका व्यक्तिहरूको योगदान समाजका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मिलन अबाले, द क्लिफका अध्यक्ष राजु कार्की, पाङ युवा क्लबका अध्यक्ष जयराम सुवेदी, अस्पतालकी पूर्व मातृ शिशु कर्मचारी जमुना प्रधान, दिर्पा विवेक अजर अमर स्मृति प्रतिष्ठान दुर्लुङका सचिव रामचन्द्र शर्मा, सिसेफ महिला समूहकी अध्यक्ष पवित्रा श्रेष्ठ, पर्वत मिलन महिला समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठले आफ्ना भनाइ राख्दै अस्पतालले प्रवाह गरिरहेका सेवाका बारेमा धारणा राख्नुभयो। अस्पतालका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कर्मचारी सिजन भट्टराईले गर्नुभएको थियो।